नमस्ते, म डाक्टर विजेन्द्र शाह, आयुर्वेदा कन्सल्टेन्ट एन्ड प्रोक्टोलोजिस्ट। तपाईँहरूलाई यो टी-सर्ट हेरेर लाग्यो होला कि सार्क टाइममा देखेको मान्छे फेरि के लिएर आयो भने, तर आज म बिल्कुलै फरक टपिक तपाईँको स्वास्थ्य सम्बन्धी जानकारी लिएर आएँ। तपाईँले आज म अहिलेको जलबल्दो सबभन्दा बढी देखिने पाइल्स, फिसर, फिस्टुलाको बारेमा सामान्य सुरुको जानकारी दिन चाहन्छु। यो पाइल्स, फिसर र फिस्टुला अलग-अलग रोग हो र मान्छेहरू आजकल मेडिकलबाट मेडिसिन लिएर मलद्वारमा जे भए पनि पाएसको भनेर औषधि खाने गरेको छ, जुन चाहिँ अति नै नराम्रो बानी छ। त्यसले गर्दाखेरि यो पाइल्स, फिसर, फिस्टुला अलग-अलग रोग हो। पाइल्स भयो भने मान्छेले कस्तो हुन्छ भने दुई प्रकारको पाइल्स हुन्छ, एउटा बाहिरी र एउटा भित्री। बाहिर भने बाहिर मासु हुन्छ, भित्री भने भित्रबाट मासु आउँछ र सुरु जेनरली चाहिँ सेकेन्ड थर्ड डिग्रीमा चाहिँ भित्र मासु आउँछ बाहिर र फेरि भित्र जान्छ। सेकेन्ड डिग्रीमा आफैले जान्छ भने थर्ड डिग्रीमा चाहिँ तपाईँले हातले धकेलिएपछि अनि मतलब भित्र जान्छ। फोर्थ डिग्रीमा चाहिँ भित्रबाट आइसकेको मासु बाहिरै हुन्छ, त्यसलाई धकेलिए पनि बाहिरै आउँछ र जेनरली यो कन्डिसनमा चाहिँ अपरेसन गर्नै पर्छ। अरू कन्डिसनमा चाहिँ मेडिसिनले नै ठिक हुन्छ। त्यस्तै फिसर भनेको जसरी चक्कुले काट्छ त्यस्तै दुख्ने हुन्छ, सिभियर पेनफुल कन्डिसन हुन्छ। यसमा त केही बिरामीहरू त बेडमै गएर दिशा गरिसकेपछि बेडमै गएर बस्नुपर्ने हुन्छ, सुत्नुपर्ने, रेस्ट गर्नुपर्ने हुन्छ पेनले गर्दाखेरि। त्यसमा चाहिँ ब्लड आयो भने एकदम थोपा भएर झर्ने गर्छन्। पाइल्स जस्तो चाहिँ पुरै पाइल्समा चाहिँ एकदम पुरै फिस्काएर आने जस्तो चाहिँ त्यो ब्लड प्यानमा आउँछ भने यसमा चाहिँ ड्रप वाइज ब्लड आउँछन् र यो चाहिँ एकदम सिभियर पेनफुल हुन्छ। त्यस्तै फिस्टुला भनेको मलद्वारको वरिपरि तपाईँले चाहिँ एउटा चाहिँ डन्डीफोर जस्तो आउने र त्यहाँबाट चाहिँ पिप र रगत मिसिएर चाहिँ आउनुहुन्छ। त्यो जेनरली चाहिँ कहिले पिलो भएर पनि फिस्टुला चाहिँ पिलो भएर चाहिँ फेरि फुटेको पनि हुनसक्छ। यसको अर्को पोइन्ट पनि अर्को इन्ड चाहिँ भित्र मलद्वारसँग कनेक्टेड हुन्छ नि, एउटा फिस्टुला ट्र्याक जस्तो चाहिँ बनेको हुन्छ। त्यसरी चाहिँ पाइल्स, फिसर, फिस्टुला तिनटै अलग-अलग रोग हो र त्यसको उपचार पनि अलग-अलग हुन्छ र त्यसको चाहिँ खाने औषधिहरू पनि अलग-अलग नै हुन्छ। त्यही भएर तपाईँलाई मलद्वार सम्बन्धी केही समस्या भयो भने हाम्रो आयुर्वेदा डाक्टरको या कुनै पनि डाक्टरलाई चाहिँ चेकअप एक्जामिनेसन गराएर मात्र औषधि खाने गर्नुहोस्, यतिकै मेडिकलबाट औषधि लिएर खाने नगर्नुहोस्। यो एउटा जानकारीमूलक सन्देश म आज सबैलाई दिन चाहन्छु र तपाईँले पनि अरू म यसलाई चाहिँ पाइल्सको, फिसरको, फिस्टुलाको छुट्टै भिडियो बनाउँला। आजलाई चाहिँ सामान्य जानकारीको लागि थियो र अरू तपाईँलाई कुनै टपिकमा चाहिँ आयुर्वेद सम्बन्धी केही भिडियो बनाउन तपाईँलाई त्यसो लाग्छ कि यो टपिकमा भिडियो हुँदाखेरि सजिलो हुन्थ्यो भने त्यो टपिक मलाई चाहिँ कमेन्ट गर्नुहोला, त्यसमा हामीले भिडियो लिएर आउनेछौँ। यति भन्दै आजको लागि यति नै। थ्याङ्क यू, धन्यवाद।